हामी बेबीहरूको खुट्टा तान्ने चाहिँ आफ्नै मामुहरू हुन्छन् के। कहिले कहिले यसो खानु मन नलागेर बुबु खाना नखाइदिनु पर्छ बाबा। अर्को दिनदेखि त मेरो नानीले मेरो बाबुले कहिल्यै खानै खाँदैन, दुधै खाँदैन, के गर्ने होला भनेर दुनियाँलाई सुनाउन भ्याउँछ। अनि फेरि कहिले कहिले चाहिँ राति यसो निन्द्रा नलागेर झगडा गर्यो, सुतेन भने मेरो नानी मेरो बाबु त कहिल्यै सुत्दैन, सधैँ झगडा गर्छ, हामीलाई सुत्नु पनि दिँदैन भनेर अनेक कुरा बढाइ चढाइ गरेर फेरि दुनियाँलाई सुनाउन भ्याउँछन्। होइन, यो तिमीहरूको दिल जत्रो कुरालाई पहाड जत्रो बनाउने बानी चाहिँ कहिले हट्छ? कहिले कहिले गरेको कुरालाई पनि जहिले भनेर भन्नुपर्छ। हामी ज्ञानी भएको राम्रो भएको कुरा त देख्दैनौ, हाम्रो तारिफ पनि गर्दैनौ, तर जुन दिन झगडा गर्यो, जुन दिन बुबु खाएन, त्यही दिन पर्खेर कहिले कुरा काटौँ, कहिले यसको खुट्टा तानौँ भनेर बसेको हुन्छ होइन? आखिर जे गरे पनि खुट्टा तान्ने भनेको त छोरी मान्छे नै हो नि। मलाई पनि यस्तो रिस उठ्छ